Hello and namaste everyone, welcome back to my YouTube channel with a new day with a new vlog. स्वागत छ सबैजनालाई हैन। आज चाहिँ हामी कम्पनी डाँडामा राइड गर्न आएको छौं है। दुईटा साइकलमा। यो चाहिँ एजेस भाइको साइकल हो। एजेस भाइ छ ल, यो चाहिँ कारस भाइ ल हेलो गर्दियो। यो चाहिँ मेरो साइकल अनि यो चाहिँ एजेस भाइको साइकल हेर्न सक्नुहुन्छ। यो एजेसले चाहिँ रामसित अझै साइकल चलाउन जाने छैन, यसलाई चाहिँ सिकाउनु पर्छ। कारस भाइले फेरि जान्छ, एजेस भन्दा सानो छ त्यही पनि जान्छ। अब चाहिँ राइडमा भेटौँ है त। अफरोडिङबाट जानु नातिर आऊ, तिमीहरू उताबाट आऊ, यता सुक्दैनौ। दामी अफरोडिङ चलाइयो भने यता क्यामेरा हल्लियो होला हैन। यताबाट जाँदैछौँ हामी चाहिँ टक्क लाएर हैन। यता चाहिँ सम्मबाट गाइडहरू यो कम्पनी डाँडामा चाहिँ एकदम बवाल मजा आउँछ। उता चाहिँ बाख्रा चराउँदैछन् हैन, देखेछ कि नै राम्ररी देखेको छैन होला। टक्क लाएर हामी चाहिँ उता चाहिँ भाइहरू गाइस अलराइट हैन। हामी चाहिँ टक्क लाएर यो पोखरी हुन आइसक्यौँ के। पहिला चाहिँ यता पानी हुन्थ्यो हैन, भैँसीहरू खेल्थ्यो। त्यहाँ चाहिँ भैँसीहरू चरिरहेको छन् हैन। यो चौरमा चाहिँ हामी फुटबलहरू खेल्ने गर्थ्यौँ पहिला। अहिले चाहिँ हामी ऊ परतिर खेल्छौँ। टक्क लाएर सुन्दर छ हैन वातावरण, हावाहरू चलेको छ। टक्क लाएर त्यो चाहिँ देवी डाँडा हो हैन, त्यो लेक चाहिँ यताबाट उदै त्यो चाहिँ तिती लेक हो हैन। दाङ जिल्लाको सबैभन्दा अग्लो लेक भनेर चिनिन्छ त्यो तिती लेकलाई चाहिँ। यता चाहिँ एजेस भाइ चाहिँ यहाँ खेलिरहेछ के। उता चाहिँ त्यो देख्नुभयो नि घरहरू, उता चाहिँ खिलतपुर हो। यता चाहिँ हाम्रो कारस भाइ साइकल डोराउन नसकेर कस्तो गरेको थियो। अब चाहिँ गाइस हामी राइड गर्दै परबाट फेरि हामी पर चौरसम्म जान्छौँ अनि हेर्दै गर्नु भिडियो चाहिँ कस्तो हुन्छ। गाइस हैन हामी चाहिँ अब भ्लगको एन्डिङ पोइन्टमा छौँ हैन। अब चाहिँ हामीले जहाँदेखि भ्लग स्टार्ट गरेको ती गएर एन्ड गर्नेछौँ। हेर्नु होला एकदम रमाइलो छ हैन। भैँसीहरू चरेको छन्, टक्क लाएर लेक गर्छ। ए ल के भन्न चाहन्छस्? ल भन्, ल भन्न के भन्नेस्? यसले चाहिँ भोलि न्यू साइकल किन्दैछ है गाइजहरू। भोलि चाहिँ राइड हुन्छ हैन, स्पेसल राइड टक्क लाएर हैन। अब चाहिँ हामी भ्लगको एन्डिङ पोइन्टमा छौँ। यहाँदेखि चाहिँ हामी अब जहाँ भ्लग स्टार्ट गरेको थियौँ ती जान्छ। म चाहिँ हामी भ्लगहरू भ्लग एन्ड गर्छौँ होइन गाइजहरू ओ गाइजहरू होइन। अब चाहिँ हामी परतिर जाँदैछौँ होइन। पर घामले चाहिँ केही पनि देखेको छैन होला, घामलाई चाहिँ इग्नोर गर्नुहोस्। टक्क लाएर होइन गाइजहरू। भ्लग चाहिँ भोलि पनि म चाहिँ न्यू भ्लगहरू हाल्छु, हेर्नु होला होइन। सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गरिदिनु होला होइन। टक्क लाएर पनि बाटो चाहिँ अफरोडिङ छ कि फेरि दामी छ होइन बाटो चाहिँ। हामी चाहिँ यता जाँदैछौँ। ओहो गाइस मनिष भाइ चाहिँ फेरि अहिले आउँदैछ कि भ्लग सकिसकेपछि हेर्न गाइस क्या कमेडी गर्छ कि अहिले पनि। अघि चाहिँ दुध ल्याउनु गएको थियो अरे, अहिले चाहिँ आउनु छ होइन गाइजहरू। ल आजको भ्लग चाहिँ यति नै। अब नेक्स्ट भ्लगमा भेटौँ। थ्याङ्क्स फर वाचिङ, सी यू इन द नेक्स्ट भिडियो। बाइ बाइ गाइस।